दशैंको टीका र जमरा सबै हिन्दू धर्मावलम्बी नेपालीका लागि सबैभन्दा महान पर्वको उपहार। यस वर्षको दशैंको टीका लगाउने काम पनि भइरहेको छ। धेरै जसोले सायदमै टीका लगाएका छन्, के सर्वसाधारण, के सरकारी कर्मचारी, के अन्य पेशा र व्यवसायका मानिस। सबैका निधारभरि दशैंको अक्षता छ, जमरा सिउरिएको छ। तर आफ्नो कार्यक्षेत्रमा अहोरात्र खटिनुपर्ने सञ्चार माध्यमका पत्रकारलाई भने यस वर्षको दशैंमा पनि घरको टीका जुरेन। टेलिभिजनका माध्यमबाट जनतालाई दिनरात सुसूचित गराउने जिम्मेवारी निभाउँदा निभाउँदै सञ्चारकर्मीको यो दशैं पनि कार्यक्षेत्रमै बित्यो। राष्ट्र प्रमुखदेखि सरकार प्रमुख र आम मानिससम्मले दशैं मनाइरहँदा सञ्चारकर्मी भने ती सबैलाई दशैंको रौनक बारे जानकारी गराउने जिम्मेवारी सम्हालिरहेका हुन्छन्। सबैजना टीका लगाउन व्यस्त रहँदा सञ्चारकर्मी समाचार लेख्न र प्रस्तुतिमा व्यस्त छन्। विजया दशमीको दिन पनि काठमाडौँमा केन्द्रीय कार्यालय रहेका प्राय सबै टेलिभिजनका पत्रकारहरूलाई यस वर्ष पनि भ्याइ नभ्याइ छ। यो दशैंमा पनि दशैंमा घर गएर मानिसजनका हातबाट टीका थाप्ने र रमाइलो गरेर दशैं मनाउने इच्छा भए पनि सबै मानिसलाई सुसूचित गराउने पेशा भएकाले यसपटक कार्यक्षेत्रमै बसेर दशैं मनाउने बताउँछन् टेलिभिजन पत्रकारहरू। दशैंका बेला परिवारको याद बढी नै आउने भए पनि पेशाप्रतिको प्रतिबद्धताका कारण सञ्चारकर्मीले परिवारका सदस्यसँग बसेर दशैं मनाउने क्रम घट्दै गएको उनीहरू बताउँछन्। अलिकति फरक प्रकारको पेशा हो हुन्छ नि, हामीले कुनै पनि चाडपर्व मात्रै भनेर छुटकारा पाउँदैनौँ। हामी आफ्नो दायित्वलाई पुरा गर्नुपर्ने हुन्छ। म लास्ट इयर चाहिँ दशैं मनाउन पोखरा गएको थिएँ। यसपटक चाहिँ साथीहरू दशैं मनाउन जानु भएको छ र सबै जिम्मेवारीहरू लिएर बसिएको छ र यो समयमा चाहिँ अब सकेसम्म हामी सबै समाचारहरूलाई समेट्ने र नयाँ नयाँ खालको समाचारहरू समेट्ने प्रयास गरिरहेका छौँ। सबैजना सञ्चारकर्मीहरू चाहिँ छुट्टीमा बस्दै हुन्छ, अब टिभीमा के हेर्ने होइन। सो त्यो तरिकाले चाहिँ एउटा द्वन्द्वकालीन स्थितिबाट चाहिँ बाहिर निक्लेको छ मुलुक। त्यसले गर्दाखेरि यो सिपाहीहरूले जसरी ब्यारेकमा चाहिँ दशैं मनाउँछ, हामी चाहिँ अफिसमा नै हेर्नु भएको छ। टिका टालाहरू हुन्छ, कहिलेकाहीँ अलिकति अबिरहरू काटमारहरू आफ्नो किसिमले गर्नुहुन्छ। सो दशैंले अलिकति छाडा त बनाएको छ, तर एट द सेम टाइम कामप्रतिको जिम्मेवारीले गर्दा रमाइलो पनि भइरहेछ। 24 घण्टा समाचार प्रसारण गर्नेदेखि मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने सबै टेलिभिजनका काम गर्ने पत्रकारहरूको व्यथा उस्तै छ। कार्यकक्षामा काम गरेरै चाडपर्वको रौनक मानिरहेका छन् सञ्चारकर्मीहरू। घर जान नपाएपछि कार्यालयमै टीका लगाएर विजया दशमी मनाएको उनीहरू बताउँछन्। नयाँ बेलामा घर जानु पाइएन। सबैजना साथी आदि प्रायः जस्तो साथीहरू सबैजना धेरै घर गएन, हामी जानु पाएन। त्यही कारणले दशैंमा यतैतिर टीका लाउने सबैजना साथीहरू मिलेर टीका लाउने व्यवस्था गरिएको छ। विजया दशमीको दिन सबैका हात र निधार रातो टीकाले रंगिएका होलान्, तर पत्रकारहरूका हात भने कम्प्युटरका किबोर्डसँग खेलिरहेका हुन्छन्। सबैलाई दशैंको रमाइलोको चिन्ता हुँदा पत्रकारलाई भने दशैंका बेला हुने घटना दुर्घटनाका समाचारबाट सूचित गर्न भ्याइ नभ्याइ छ। गणतान्त्रिक नेपालको पहिलो न्यूज टेलिभिजन एबीसी टेलिभिजनमा कार्यरत पत्रकारहरू अघिल्ला वर्ष चाहिँ टेलिभिजन च्यानलको यथार्थलाई जनतामा स्थापित गर्न रात दिन खटिरहेका छन्। यो दशैंमा पनि उस्तै जोशका साथ कार्यक्षेत्रमा तल्लीन छन्। हामी न्यूज च्यानलमा काम गरिसकेपछि हाम्रो पल पलको पनि ठुलो मूल्याङ्कन हुन्छ, किनकि हामीले आफूले मनाएर भने कि हामीले देशमा रहेका सम्पूर्ण देशवासीहरूलाई हामीलाई सुसूचित गर्ने हाम्रो यो कार्यथलो भएको हुँदाखेरि हामीले घरमा नगर्दा पनि हामी यहीँबाट पनि आफ्नै साथी सङ्गीहरूसँग बसेर अफिसमै रहेका साथी सङ्गीहरूसँग बसेर मनाइरहेका छौँ। काम पनि गरिरहेका छौँ, जनतालाई सूचित पनि गरिरहेका छौँ र हामीले आफै पनि दशैं मनाइरहेका छौँ। घरमै गएर मासु र भात खाएर टिका टालो गरेर मात्र बनाउने भन्ने कुरो होइन। फिलिङ त रमाइलो भइरहेछ। म विगत 5 वर्षदेखि यहीँ बसेर काम गरिरहेको छु। मजासँग मलाई कुनै त्यस्तो टिका लाउन पाइनँ, टिका थाप्न पाएन, म्यानेजरहरूसँग आशीर्वाद दिन पाइनँ भनेर कुनै पछुतो पनि छैन। समाज परिवर्तनका पक्षमा समाचार सम्प्रेषण गर्नु नै पत्रकारहरूको जिम्मेवारी भएकाले यसपटकको दशैंमा पनि कार्यक्षेत्रमै रहेको बताउँछन् एबीसी टेलिभिजनका पत्रकारहरू। विजया दशमी चाहिँ हुन त सबै परिवारका सदस्यहरू भेला हुने, जम्मा हुने र आफन्तजनहरूबाट मान्यवरहरूबाट टीका ग्रहण गरेर मनाउने पर्व हो। यो सामाजिक पर्व पनि हो, तर हामी यस्तो क्षेत्रमा काम गरिरहेका छौँ कि सबै मानिसका सबै दिनचर्याहरूलाई हामीले आफ्ना टेलिभिजन अथवा एफएम रेडियोहरूका माध्यमबाट सञ्चार माध्यमहरूबाट सुसूचित गर्नुपर्ने जिम्मेवारी छ। यो जिम्मेवारी निभाउनुपर्ने भूमिका यस वर्ष पनि हामीले निभाइरहेका छौँ कार्यक्षेत्रमै रहेर।
विशेष गरी सञ्चार क्षेत्रमा काम गर्ने साथीहरू जो टेलिभिजन र रेडियोमा काम गर्नुहुन्छ, विशेष गरी हामी टेलिभिजनमा काम गर्नेहरू, हाम्रो रमाइलो भनेकै समाचारको क्षेत्रमै हो। त्यसकारण हामी कार्यक्षेत्रमा काम गरिरहेका छौँ, यही भएका साथीभाइहरूसँग पनि रमाइलो गरिरहेका छौँ, समाचारमै रमाइलो गरिरहेका छौँ र हामी कार्यक्षेत्रमै दसैँ मानिरहेका छौँ। वर्ष दसैँको समय र तिहारको समय भन्नासाथ अहिले त मेरो लागि प्रत्येक वर्ष विगत यो 6-7 वर्षको अन्तरालमा प्रायः यो घरमा जान नपाउने एउटा समस्या छँदैछ, सधैँभरिको समस्या। अब यो वर्ष पनि यही नै दोहोरिएको छ। तर कतिपय अवस्थामा अब हामी रमाउन थालेका छौँ समाचार प्रति नै। अब समाचार जो हामी दर्शकवृन्दहरूलाई जुन अहिले ताजा समाचारहरू दिइरहेका हुन्छौँ, यसमा हामी धेरै अवस्थासम्म रमाउन थालेका छौँ भने तर कतिपय अवस्था अलिकति जस्तो अब साथीभाइहरूसँग भेटघाट हुने होइन। अब देश विदेशबाट घर आउने समयमा मेरो अब घर त्यति धेरै टाढा छैन, उपत्यकाभित्रै घर हुँदाखेरि पनि होइन घरमा जान नपाउनु अलिकति दुःख चाहिँ लाग्छ। तर अब यो दर्शकको माया अनि जुन अब साथ हामी पाइरहेको हुन्छौँ, दसैँमा अब हामीले समाचार जुन सम्प्रेषण गरिरहेको हुन्छौँ त्यसबाट अब धेरैभन्दा धेरै आम जनसमुदायले त्यसबाट हामीले अपेक्षा गरेका छौँ, उहाँहरूलाई फाइदा नै पुगेको छ। तसर्थ यो एउटा पक्षलाई यसरी हेर्ने हो भने चाहिँ हामी खुसी नै छौँ। तर दसैँको समयमा जहाँसम्म लाग्छ अलिकति मन खिन्न हुनु त स्वाभाविक नै हो र यसका अतिरिक्त दसैँमा अब हामी सकेसम्म बढी समाचार सम्प्रेषण गर्नु प्रयास हाम्रो यही नै हो। हिन्दूहरूको महान चाड दसैँ तिहार जुन आइरहेको छ र यो सन्दर्भमा जुन सम्पूर्ण नेपालीहरूलाई सुखको उमङ्ग छाइरहेको बेला हामी पनि पक्कै पनि दुःख हुँदैनौँ, किनभने हामी यसरी सञ्चारकर्मीहरूले पनि दसैँ मनाइरहेका छौँ। तर हामीले अफिसमै बसेर दसैँ मनाइरहेका छौँ। तर नमजा त पक्कै पनि लाग्छ, किनभने एकदमै म त फेरि मेरो घर जुम्ला हो, एकदमै टाढा छ। जान पाएको भए आफन्तहरूबाट टिका थाप्नु पाएको भए रमाइलो गर्न पाएको भए भन्ने त पक्कै पनि लाग्छ। तर यो समाचारमै रमाइरहेको छु। एबिसी टेलिभिजनको कर्मचारीको नाताले अब यहीँ व्यस्त हुनु परेको छ। घर जानु पनि अब यहाँको विविध कारणले गर्दाखेरि र यहाँको अवश्यको समस्याले गर्दा जानु पाएको छैन। अब मनाउनु त परिहाल्यो, वर्ष दिनको महान चाड विजया दशमी, टिकाकरण पनि गरिन्छ केही समयपछि। तर घरमा ठुला मान्यजन बुवा मुवाहरूको हातबाट टिका लगाउन जान नपाउँदा अलिक खल्लो महसुस त हुनु स्वाभाविक कुरा हो। दसैँ सबैको पर्व हो, तर सहभागिताका हिसाबले फरक फरकपन देख्न सकिन्छ। कोही घरमै रमाएर दसैँ मनाइरहेका छन् त कोही कार्यक्षेत्रमै। देशको सीमाको रक्षा गर्ने सैनिक, जनताको जनधनको सुरक्षा गर्ने सशस्त्र र जनपद प्रहरीले जस्तै राज्यका सबै अङ्गलाई नियालिरहने पत्रकारको दसैँ पनि कार्यक्षेत्रमै बित्दैछ। दसैँको समयमा कर्तव्यनिष्ठ भएर सूचना प्रवाह सबै पत्रकारहरूलाई सधैँभरि देश र जनताका पक्षमा क्रियाशील रहन दुर्गा भवानीले शक्ति प्रदान गरून्। विजया दशमी 2069 को हाम्रो पनि शुभकामना।